आज चाहिँ छुट्टीको अन्तिम दिनमा बिहानको भर्खर 8 बजेछ। अब फलफुललाई दही पखाल गरेर आजको नास्ता यही हो। दही पखाल गरेर आजको नास्ता पानी यही हो। अब भोलिदेखि काममा जानुपर्ने। एकदमै पाकेको आँपहरू, अब नेपालमा अहिले धेरै विषादी लगाएको आँपहरू आउँदैछ भन्छ। यहाँ त अब 12 मास फ्रिजमा लगाएको हो। विषादी छ कि कस्तो छ के छ राम्रोसँग धोएर काटकुट गरेर अब चरापचुरुप पारेर आराम गर्ने बेला खाएर। नेपालमा त यतिकै छालासँगै बोक्रासँगै खाइन्थ्यो। तर यहाँ त अब कस्तो छ कति दिन राखेको फ्रिजमा, त्यही भएर छाला काटेर छाला तासेर खाइहेरौँ कस्तो छ। कम्पनीले दिएको छुट्टीमा त्यतिकै बस्नु, टाइम पास नहुने, फलफुल खायो, शाकाहारी आइटम बनायो खायो, त्यसरी नै टाइम निकालियो। अब ईदको छुट्टीसँगै 10-12 दिन बसेर भोलिदेखि काममा जाने बेला। ट्याक्कै एकपट्टि तासिसक्यो। अब यसलाई सट्टै पारेर चाखिहेरौँ कस्तो रहेछ। एकदमै हेर्दा त चम्किलै छ, राम्रै होला। टेस्ट स्वाद गरिहेरौँ, चेक गरिहेरौँ। ठिकै रहेछ यतिको। यतिको स्वाद ठिकै रहेछ। भर्खर रुखबाट टिपेर ल्याएको जस्तै नै छ। किरासिरा केही पनि नलागेको। यतिको टेस्टी र स्वादिलो नै छ। साउथीमा फलेको आँप हो कि कताबाट ल्याएर फ्रिजमा राखेको, तर स्वादिलो त स्वादिलो रहेछ। भर्खर एउटा सुरु गरिँदैछ। अब जति खानु सक्यो खायो, नसकेको आधी राख्यो, अनि भरे दिउँसो फेरि नास्ता। यति कराकुर खाएर अनि भोलिदेखि दनादन काममा जाने बेला। यस्तै छ अब छुट्टी यसरी नै मनाइयो। अब यसरी नै सक्ने भयो।